देख्न सक्नुहुनेछ है। अब हाम्रो भाइ अब गुन्द्रुक छ नि निकाल्नु पर्ने। हजुर यो चाहिँ गुन्द्रुक हेर्नुहोस् है हजुरहरू कहाँबाट मेरो भिडियो देख्नुहुनेछ है। म युट्युबमा पनि मेरो अधिकारी ब्लग गरेर छ, युट्युबमा पनि म हजुरहरूलाई यो भिडियो प्रोभाइड गर्छु र फेसबुक पेजमा इन्दु अधिकारी ब्लग छ, पेज छ। हजुरहरू फेसबुकबाट पनि मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ र हजुरहरूले कन्ट्याक्ट नम्बर दिनु होला, मेसेज गर्नु होला र म फेरि कल ब्याक गर्नेछु। अनि प्राइस म अहिले भन्न सक्दिनँ है, अहिलेको रिसेन्ट कति छ र फेरि म बताउने छु प्राइसको के हो कसो हो। अनि हजुरहरू जहाँबाट पनि मेरो भिडियो देख्नुहुनेछ सेयर गरिदिनु होला, किनभने यो म एउटा यो प्रोडक्टहरू पनि सेल गर्ने केटी हो होइन। अनि हामी चाहिँ भाइ हामी मिलेर चाहिँ यो पनि गुन्द्रुकहरू सिन्कीहरू बनाउँदै पनि छौँ, अझै बाँकी पनि छ। अहिले निकालेको चाहिँ यो छ सिन्की है, पहिला भिडियो बनाएको थिएँ र गुन्द्रुक चाहिँ यहाँ छ। र हजुरहरू जहाँबाट पनि कन्ट्याक्ट गर्न सक्नुहुनेछ र हाम्रोमा सब्जीहरू पनि एभाइलेबल छ। हजुरहरूलाई कुनै पनि सब्जीको लागि कन्ट्याक्ट गर्न सक्नुहुन्छ, बिहाको लागि र मरौको लागि केहीको कार्यको लागि पनि हजुरहरू कन्ट्याक्ट गर्न सक्नुहुनेछ। जति सक्दो हामी प्रोभाइड गर्नेछौँ। सब्जीको खेती गर्नुहुन्छ है सञ्जन भाइले, यसरी हामीले यो बिन्सको उयो लगाइरहेको छ है। यसरी हामीले चाहिँ सब्जीहरू लगाएर आफै अर्ग्यानिक बेच्ने गर्छौँ र हजुरहरू अर्ग्यानिक खानुको लागि मेरो उयसमा पेजमा आएर मेरो ब्लगमा आएर हजुरहरू कन्ट्याक्ट गर्नु सक्नुहुनेछ। हामी कालिम्पोङ दार्जिलिङ कहीँबाट पनि हजुरहरू कन्ट्याक्ट गर्नु सक्नुहुनेछ है। मिरिक यहाँबाट नजिक पर्छ, मिरिक, खरसाङ, दुधे, सिलगढी, हजुरहरू जहाँबाट पनि हजुरहरूले कन्ट्याक्ट गर्नु सक्नुहुनेछ। सिन्कीको लागि, गुन्द्रुकको लागि, कुनै पनि सागसब्जीको लागि इन्दु अधिकारी ब्लगमा आएर हजुरहरू कन्ट्याक्ट गर्नु सक्नुहुनेछ र युट्युबमा अधिकारी ब्लग। हवस्, हैव अ नाइस डे। फिर मिलेंगे दूसरा भिडियोमा। यो बिन्स हो, यस्तै गरेर हामीले सब्जीहरू लगाएको छौँ। अरू पनि बारीमा बहुत सारा सब्जी लगाएको छ र हजुरहरूलाई म अरू पनि भिडियो प्रोभाइड गर्नेछु। अहिलेको लागि म बिदा लिनेछु, बाई।